त्यो समय सामाजिक सञ्जालमा गरेको आमाको विवाह छोराले गरिदिइसकेपछिको चर्चाको विषय भइरहेको छ। हजुर हजुर यसले धेरै प्रशंसा चर्चा पनि पाइरहेको छ। यसमै अहिले मान्ने हो भने हामीले कस्तो सन्तान बनाइरहेका छौँ, हामीले कस्तो छोराछोरी जन्माइरहेका छौँ भन्ने एउटा गम्भीर प्रश्न उठेको छ। त्यो मेन प्रश्न भनेको सिमरा बारामा। हजुर यो चाहिँ सिमरा बारा भन्ने हाम्रो अलिकति तराई भेगमा यस्ता घटनाहरू धेरै घट्छन् भन्ने एउटा शङ्काको घेरामा रहेको छ। हजुर एउटा छोरा आमालाई विवाह गरेर आमाको खुसी चाहने, अर्को छोराले जन्मिँदै गरेको हुर्किँदै गरेको सानो 3 वर्षीय बालकलाई बलात्कार गर्ने, बलात्कार गरिसकेपछि हत्या गर्ने, हत्या पनि यसरी क्रूर तरिकाले भएको छ अरे कि सुन्नमा आएअनुसार जिब्रो काटिएको छ अरे, आँखा निकालेको छ अरे, रहेको कुरो है त्यस्तो भनिएको छ। हुन त उहाँहरू यति बेला 2 जना पक्राउ परिसकेको अवस्था छ। यो हामीले कस्ता छोराहरू जन्माइरहेका छौँ। एउटा त यो कलिको विकृति विसङ्गति र चाहिँ नि यो अहिलेको पराकाष्ठ हरेक हत्या हिंसा आतङ्क र चाहिँ विकृतिमा चाहिँ बढिरहेको अवस्था पाइएको छ। जहाँसम्म तपाईँले उठाउनु भएको सिमारा बाराको त्यो 2.5-3 वर्षको सानो बालिका माथि चाहिँ जघन्य अपराध जो भयो भन्ने कुरो पाइएको छ। साँच्चै नै त्यो अधर्मी पापी र त्यो दुष्टलाई चाहिँ यो जुनी होइन, यस्तो जुनी होइन कि जुनीसम्म तडपेर चाहिँ मर्नु परोस् र चाहिँ त्यो खालको चाहिँ भगवानबाट पनि दण्ड सजाय यसलाई हुनुपर्छ भने राज्यले हदैसम्मको कारबाही गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यति बेला 2 जना पक्राउ परेर सार्वजनिक भइसकेको अवस्था छ। हजुर छोरी हराएको झन्डै 3-4 दिनपछि परिवारले पत्ता लगाउनुभयो, त्यो पनि एकान्त घरबाट 200 किलोमिटर पर। अहिले शव बनाएको अवस्थामा फेला परेको रहेछ। तसर्थ प्रहरीको सक्रियताले यति बेला ती अपराधीहरूलाई पक्राउ गर्न सफल भएको छ नेपाल प्रहरी। नेपालमा यस्ता धेरै घटना घटिरहेको छ। त्यो घटना न्यूनीकरणलाई मेन भनेको फाँसीको सजाय हुनुपर्छ भन्ने खालको माग छ। एउटा यो फाँसीको सजायको सवालमा पटक पटक आउँदै गरेको जुन आवाज छ त्यसमा चाहिँ म पनि के भन्छु भने साँच्चै नै नागरिकलाई अब न्याय दिनको लागि यस्तो खालको फाँसीको सजायको व्यवस्था होस्। जुन हत्कण्डा जसले अपनायो त्यसैको परिवारबाट कस्तो फाँसीको सजाय दिने भनेर चाहिँ निर्णय गर्ने कानुन बनोस् भनेर चाहिँ नि म कानुन मन्त्रालयसँग चाहिँ नि आह्वान गर्छु र कानुन मन्त्रालयसँग चाहिँ नि माग गर्छु त्यस्तो कानुन बनोस् जुन कानुन त्यो पीडकको आमा बाउले माग्न पाओस्। अब नेपालको कानुनले त्यो दिँदैन भन्छ नि त्यस्तो होइन, कानुन त ल्याउने कुरा हो, कानुन बन्ने कुरा हो र बनाउने कुरा हो। हिजो राणा शासनमा पनि मृत्युदण्ड थियो नि, हुँदै नहुने भन्ने होइन। विश्व बजारमा पनि मृत्युदण्ड छ नि, हुँदै नहुने भन्ने होइन। यदि साँच्चै नै नागरिक सुध्रिँदैन भने उपाय के? साँच्चै नै हदैसम्मको कानुन भनेको त मार्ने हो। मार्दाखेरि पनि कानुन त त्यस्तो खालको आउनु पर्यो जुन जघन्य अपराध त्यस्तो हुन्छ त्यसलाई कुन सजाय दिने भने पनि उसैको अभिभावकसँग सोधेर गर्न पाइयोस् के। कम्तीमा उसको आत्मा त सन्तुष्टि हुन्छ नि, आत्मा त खुसी हुन्छ नि। के मृत्युको बदला मृत्यु दिँदैमा यस्ता जघन्य अपराध नहोला भन्न सकिन्छ? पक्कै कम हुन्छ। जहाँसम्म मलाई लाग्छ साँच्चै नै मृत्युदण्डको कानुन आउने हो भने यस्ता घटना रोकिन्छन्। जो भारतको एउटा गाडीमा अपहरणपछि हत्या भएको घटनाले चाहिँ लामो समयपछि मृत्युदण्ड दियो नि, त्यसले चाहिँ पक्कै धेरै कन्ट्रोल भएको पाइएको छ, धेरै कम भएको चाहिँ सुन्नमा आएछ नि। त्यो चाहिँ अहिलेको अवस्था त्यस्तो आइसक्यो जो एकले अर्कालाई टेर्दै नटेर्ने, कानुन भन्ने कुरो मान्नै नपर्ने र जो हिजो हरि थियो भित्र हरि भएपछि बाहिर मान्छे डराउँछ भन्थे, अहिले त हरि पनि कहाँ गए थाहा छैन, भित्र छन् कि छैनन्, मान्छे कोही डराउँदैन। त्यस कारणले पनि यस्तो कानुनको आवश्यकता छ। यस्तो कानुन चाहिँ जनताले चाहुन् र महसुस गरून् जो कानुन जघन्य अपराधीलाई मृत्युदण्ड जो पीडितका आफन्तले नै माग दाबी गर्न पाउँछ। अब एकजनाको अनुहार हेर्दाखेरि उनी नाबालक जस्तो देखिन्छ, एकजना अलि पाकै देखिएको छ, 2 जना पक्राउ परेमध्ये। यदि यो घटनामा पनि नाबालिग
नाबालक भनेर छोड्ने, उमेर पुगेन भन्ने छोड्ने हो भने अपराध गर्न सक्ने तर नाबालक भनेर छोड्न मिल्छ? अब त्यो चाहिँ एउटा नाबालक भनेर छुट्टै राख्ने चलन छ, छोड्ने चलन छैन। यो बाल गृह नि त छ नि, बाल कारागार छ नि। त्यो छोड्ने भनेर पुरै छोड्ने होइन, त्यसलाई सजाय त भोग्छ नै, भोग्नु पर्छ नै। तर जुन हो होइन पुष्टि त हुनु पर्यो, प्रमाणित हुनु पर्यो। दोषी भए कसैलाई पनि छोड्नु हुँदैन। अब बन्ने कानुनले त्यस्तो पनि व्यवस्था गरोस् जो गलत हरकत गर्न सक्ने उसको उमेरको हातले छोड्ने र छेक्ने भन्ने कुरा चाहिँ अब सदाको लागि अन्त्य हुनुपर्छ भन्ने। तर यदि यो घटनामा पनि बालक नाबालक भनेर उनलाई सुधार केन्द्र लैजाने अर्थात् सजाय कम हुने प्रविधि भयो भने पुरानै व्यवस्थाले पुरानै नीतिले सार्थकता पाए भने अब फेरि अर्को घटना पनि त घट्ने सम्भावना होला नि, होइन? सबैभन्दा पहिला त यस्तो घटनाहरू निरुत्साहित गर्नको लागि समाजमा सबैभन्दा पहिला अहिले चाहिएको भनेको जनचेतना नै हो। हामी सचेत भयौँ, कस्तो खालको सचेत भयौँ भनेरै बुझ्न नसक्ने भयो कि हामी समाजलाई परिवर्तन गर्ने कुरा गर्छौँ, आफै परिवर्तन नभएको अवस्था देख्छु कि म हरेक ठाउँमा। यो विकृति विसङ्गति र चाहिँ अन्याय अत्याचार भ्रष्टाचार बलात्कार र चाहिँ हत्या हिंसा केका लागि भयो, कहाँबाट भयो र किन भयो भन्ने कुरा खोज्दैनौँ हामी। एउटाले अर्कालाई सम्झाउने चलन पनि हामीसँग रहेन। पक्कै पनि यसलाई निरुत्साहित गर्नको लागि, यसलाई जरैदेखि निर्मूल पार्नको लागि एउटा त्यस्तो अभियान जरुर छ जो जनचेतना नै पहिलो ज्ञान हो। यो घटनाबाट यति बेला एउटा परिवारमा ठुलो चोट परेको छ। एउटा परिवारले आफ्नो छोरी गुमाएको छ, आफ्नो भविष्य गुमाएको छ। तसर्थ ती परिवारका सम्पूर्ण दुःख पीडा चिन्ता बुझेर पनि त कानुन त निर्मम भएर अगाडि बढ्नुपर्ने होला। एउटा फुल यति बेला ओइलेर झरेको एउटा यस्तो हो, घटना घट्नु हुँदैन थियो, घटना घट्यो, घटनाबाट जो दोषी छ नि उसले कानुनको सजाय भोग्छ, त्यो अर्को पाटो रह्यो। तर जो मान्छेले गल्ती नै नगरिकन सजाय भोग्नु परिरहेको छ नि, जो मृतकले त गल्ती गरेको थिएन, ऊ त दोषी केहीमा थिएन भनेपछि यस्ता निर्दोषलाई मार्नेलाई चाहिँ त्यो सजाय हुनुपर्छ कि ऊ आजीवन कारावासले मात्र पनि पुग्दैन। अहिले त जो म पटक पटक माग गर्छु नि, यो श्रम कारागार, उसले काम नगरिकन खान नपाउने कारागारको व्यवस्था हुनुपर्छ कि। हिजो चाहिँ हामीले राज्यको खाएर पाल्ने कारागार छ, उसले बाँच्नको लागि उसैले काम गरेर खानुपर्छ, त्यो कारागारको व्यवस्था गर्नुपर्छ र त्यो कारागारमा राख्नुपर्छ भन्ने मेरो चाहिँ सरकारसँग माग छ। अब त्यो सँगै जसले गल्ती गरेको छ, जो पीडामा परेको छ, उनको परिवार हेर्ने जिम्मा पनि त जो आरोपित हो, जसले गल्ती गरेको छ उसले लिन पर्ने व्यवस्था भयो भने अझ धेरै कम हुन्थ्यो कि। अब परिवारले पनि त केही अब त एउटा यस्तो खालको चाहिँ सरकारले बन्देज लगाउँदै जाओस्, छेकबार गर्दै जाओस्। छोराले गल्ती गर्यो भने बाउ पनि त्यसको भागीदार हुनुपर्ने भने अब त छोराले गरे गल्तीको भागीदार होइन, दोषी करार भएको भागीदार त हुनु पर्यो। क्षतिपूर्ति त्यो पीडितलाई न्याय कसले दिने, केले दिने, उसलाई मलमपट्टि लगाउनकै लागि उद्धार कसले गर्ने? त्यस्ताका लागि चाहिँ परिवारलाई पनि अङ्कुश लगाउनु पर्छ भन्ने मलाई लाग्छ। यदि त्यसरी परिवारलाई पनि अङ्कुश लगाउने हो भने त झन् घटना लुकाउनको लागि ठुलो प्रपञ्च होला नि त। त्यो यस्तो सबै कुरामा शङ्का गर्ने हो भने त हामी गन्तव्यमा पुग्दैनौँ। गन्तव्यमा पुग्ने निश्चित बाटाहरू हुन्छन्, ती बाटामध्ये हामीलाई सहज हुने बाटाहरू अवलम्बन गर्दै अगाडि बढ्ने हो। जो गलत बाटाहरू भेटिन्छन् त्यसलाई रोकथाम गर्दै अगाडि बढ्ने हो। यो आए पनि हुँदैन, त्यो आए पनि हुँदैन, यसो भयो भने पनि शङ्का, उसो भयो भने शङ्का भने त शङ्काले लङ्का जलाइसक्यो, हामी यहाँ रमाएर के काम? पक्कै पनि हाम्रो समीक्षा भनेको त भावी दिनमा यस्ता घटना नघटुन्, यस्ता घटनाहरू हुनै नदिनको लागि रोकथामका विकल्पहरू खोजौँ र भवितव्य भइहालेका घटनाहरूलाई आजीवन सजाय मात्र होइन, आजीवन सजायले मात्र पुग्दैन, त्यो पीडितलाई क्षतिपूर्ति पनि त्यही पीडकको परिवारबाट भराउनुपर्छ। ऊ त गइहाल्छ, भराउनुपर्छ, तब मात्रै सम्भव हुन्छ भन्ने मेरो बुझाइ। अब त्यसो गर्दाखेरि हाम्रो नेपाली समाजमा विभिन्न खालका घटना घटेका छन्।
फेरि यो पनि त हुनसक्छ होला नि शङ्काकै भरमा कुरा गर्ने हो भनेदेखि हजुर एउटा नर्मल मान्छे गरिब मान्छेले एउटा ठुलो गल्ती गर्यो, छोराको गल्तीले बाउ पनि पर्यो, बाउ परेको कारणले त्यो परिवारले सहन नसकेर अर्को दुर्घटना घट्यो भने नि के यस्तो सुन्नुहोस् न, मैले अघि नै भनिसकेँ सबै कुरामा शङ्का गर्ने भने बाटै छैन। अँ, हामी त स्वर्ग जान हिँडेको के, हो हामी बिचमा रुमलियौँ भने स्वर्ग कहिले पुग्नु उहुँ, भन्दै गर्दा स्वर्ग जानको लागि कुन बाटो भनेर पहिलाउनु पर्ला नि त, उम्, तब न गन्तव्यतिर पुग्न सकिएला अथवा लाग्न सकिएला। ओहो। हामी रुमलिएरै बस्यौँ, तिनवटा बाटा थिए, कुन बाटो जाउँ भन्दै त हामी दो बाटैमा हुन्छौँ कि अँ, कुन बाटो भन्दा दो बाटो होइन। ओहो, त्यो अवस्था नआउनको लागि चाहिँ एकपछि अर्को मैले अघि नै भने पहिलो यो बाटो हामी सुरु गर्छौँ, त्यसपछि हामी यति अगाडि बढ्छौँ, त्योबाट पनि हामी अगाडि बढ्ने बाटाहरू फेरि खोज्दै जान्छौँ। आउँदै गरेका समस्या सबै समाधान गर्ने हो। हेर्नुहोस्, सत्ययुग चल्यो, द्वापर युग चल्यो, त्रेता चल्यो, कली चल्यो, चल्दैछ, चलिरहन्छ। उहुँ, तर जो समाजमा विकृति, विसङ्गति, अन्याय, अत्याचार सबैका पालामा भएको छ, हो, सबैका पाला चल्दै आएछ। कति राम्रा गर्ने स्वर्ग पुगे भनेको छ, कति नराम्रा गर्ने नर्क पुगे भनेको छ, कति राक्षसी रूप लिएर जन्मे भनेको छ, कति भगवानको रूप लिएर जन्मिए भनेको छ। देवता भयो भने भगवान भए, अँ, खरो क्षुद्र भयो भने राक्षसी भए। मानव गणै त हो नि त्यो, होइन र? ओहो, मानव गणका दुईटा अङ्ग होइन त्यो। त्यस कारणले रावणको व्याख्या गर्ने पनि हामी, रामको पूजा गर्ने पनि हामी। जति हामीले आस्थावान भएर तर्क गऱ्यौँ भने त्यो आस्थावान भएर गरिएका चाहिँ नि शास्त्रीय कुरा र व्यवहारिक कुरालाई दुईटैलाई ल्याएर जोड्ने हो भने जसले विकृति, विसङ्गति, अन्याय, अत्याचार र भ्रष्टाचार, जसले विकृति, कुसंस्कार र कुरीतिलाई चाहिँ प्रोत्साहन गर्छ र जसले अपराधलाई चाहिँ प्रोत्साहन गर्दै अपराधी मनोबल बढाउँछ, त्यस्तालाई निरुत्साहित पार्नको लागि चाहिँ साँच्चै नै कानुन कडा छ। अब हाम्रो समाजमा यस्ता घटनाहरू किन आखिर घटिरहेको छ? तपाईँहरूले त लामो समयदेखि यस्तो गर्नु हुँदैन, यस्तो गरे यो खालको सजाय हुनुपर्छ भनेर भौतिक रूपमा आवाज उठाइराख्नु भएको छ। आवाज केन्द्रसम्म पुगेन कि तपाईँहरूको आवाजले अझ धेरै उशृङ्खल भए, अझ धेरै दुर्घटना गरे? हाम्रो आवाज जहाँसम्म लाग्छ धेरै कुराहरू कार्यान्वयन हुँदै गएका र हुन लागेका र भइरहेका पनि हामी थाहा पाउँछौँ। कति तपाईँहरूकै सामाजिक सञ्जालमा 1 महिना 2 महिना 6 महिना अगाडि बोलिएका कुराहरू अहिले कार्यान्वयन भइरहेको पाएका छौँ कि त्यसलाई चाहिँ आवाज सुनिएन भन्ने पनि होइन। त फेरि मैले तपाईँहरूको सामाजिक सञ्जालमा अथवा म जस्ता पात्रहरूले तपाईँहरूको सामाजिक सञ्जालमा बोलिदिँदैमा त्यो सरकारले काम गर्यो र चाहिँ हाम्रा कारणले चाहिँ काम भयो भन्ने पनि हाम्रो आश होइन। यदि हो त्यो काम जुन भइरहेको छ साँच्चै नै देश र जनतालाई न्याय हुने खालको निर्णय सरकारले गर्यो भने त्यो हाम्रो महत्त्वकाङ्क्षी होइन, सरकारको जिम्मेवारी पुरा गर्यो भन्ने बुझ्छु म चाहिँ। किनकि हाम्रो कर्तव्य हो, हामीले पुरा गर्नुपर्छ र सरकारले आफ्नो कर्तव्य र जिम्मेवारी दुईटै बोध गरेर जनतालाई न्याय दिन्छ। अब यो घटना नघटाउनको लागि अर्थात् यस्ता घटनाहरू भोलिको दिनमा हामीले नसुन्न नदेख्नको लागि चाहिँ गर्नुपर्ने सरकारको आवाज चाहिँ एउटै मृत्युदण्ड, फाँसी मात्रै हो कि अर्थात् त्यो बारे अन्य नियन्त्रणको प्रयास पनि छ? मैले अघि नै भने त त्यसको लागि जनचेतना सबैभन्दा त समाजमा निरुत्साहित विकृति विसङ्गतिलाई चाहिँ कम गर्ने एउटै उपाय छ, त्यो हो जनचेतना। तपाईँलाई चेतनशील बनाउनु पर्यो, मलाई चेतनशील बनाउनु पर्यो कि तपाईँ र म दुइटै चाहिँ अहिले तामसी स्वभावमा छौँ कि। अब कहिले हामी नरम बन्ने, कहिले हामी चाहिँ अलि के भन्छ सभ्य सक्षम र चाहिँ नि सोचनीय बन्ने कि। यहाँ त हामीसँग जोस छ, अहिले हामी एआईको जमानामा छौँ। जोक चल्यो भने मोबाइलमै कुस्ती खेलेको भिडियो बनाउँछौँ नि, त्यस्तै हो कि। त्यसलाई रोक्नको लागि चाहिँ हाम्रो दिमाग चाहिँ एआईतिर नजाओस्, हामी त्यो झगडा गर्ने होइन झगडा रोक्नेतिर लाग्नुपर्छ। त्यो एउटै उपाय हो जनचेतना। अब ठ्याक्कै छोरा र छोरी अर्थात् स्त्रीलिङ्ग र पुलिङ्ग भन्न बित्तिकै एक अर्कामा आकर्षित हुने कुरा त भइहाल्यो। आफ्नै उमेरको युवतीसँग युवकसँग यस्तो हरकत भइदिएको भए हुन्थ्यो, तर एउटा सानो बच्चा 3 वर्षको बच्चासँग के हुन्छ खास? त्यो एउटा छिडिक
तपाईँले एउटा चाहिँ के हो भने सबैभन्दा पहिला त्यो पागलपन, पागल यो केही पनि होइन। सबैभन्दा त्यो दुधे बालक, काखमा राखेर खेलाउने छोरी, कसैको छोरी, हाम्रो पनि छोरी नातिनी हो, हाम्रै छोरी चेलीहरू हुन् भनेर हामीले बुझ्नुपर्छ। सबैले त्यसै गरी बुझिदिएको भए यो अवस्था आउँदैन थियो। त्यो जो आफूले आफैलाई त्याग्यो र उसँग जुन खालको अपराधी मानसिकता प्रवेश गर्यो, जो दानवीय स्वभावले घेर्यो, ऊ साँच्चै नै अपराधी मनोबलको कारणले यो अवस्था घट्यो। यो दुर्घटना, दुर्भाग्य भनेर। अब यस्तो घटनालाई तपाईँले जुन भन्नुभयो अलिकति विज्ञापन जस्तो अलिकति जानकारीमूलकहरू दिनुपर्छ भन्दै गर्दा हाम्रो सामाजिक सञ्जालको बढ्दो प्रयोग, सक्रियता र सामाजिक सञ्जालमा देखिने अनेकौँ दृश्यको कारण पनि यस्तो घटनाहरू घट्यो। एउटा सामाजिक सञ्जाललाई नै हामीले दोषारोपण गर्नुभन्दा पनि राज्यले पक्कै पनि विकृति, विसङ्गति